के तपाईँहरू इलामदेखि झापा र झापादेखि इलाम आउनलाई कुन बाटो आउने जाने गर्ने भन्ने कुराको दोधारमा हुनुहुन्छ र आउनुहोस् यो बाटो हेर्नुहोस्। यो चाहिँ इलामको तिलकेनी मोड भन्ने ठाउँ हो। यहाँदेखि लेफ्ट साइड लागेर तल गएर यो बाटो हुँदै हुँदै हामी झापासम्म झर्न सकिन्छ र झापादेखि इलाम पनि आउन सकिन्छ। यो बाटो चाहिँ कहाँ निस्किन्छ भन्नुहुन्छ भने तिलकेनी मोडदेखि चाहिँ तल जाने भन्ज्याङ जाने बाटो छोडेर यता माथिबाट आउँदा पेट्रोल पम्पदेखि आउँदा लेफ्टतिर झरेर चाहिँ या तल झरेर सिमल गोलाइ सिलपुर भन्ने ठाउँमा निस्किन सकिन्छ। सिलपुरको त्यो सिमल गोलाइदेखि थोरै तलतिर गैरीमा निस्किन्छ। अनि म चाहिँ हिजो गएको थिएँ अनि भिडियो चाहिँ आज हालेको। यो बाटो चाहिँ थोरै चाहिँ पिच छ यहाँसम्म। यहाँदेखि तपाईँले झुक्किन सक्नुहुन्छ। यहाँदेखि लेफ्ट होइन राइटतिर चाहिँ लाग्नु पर्यो। राइट लागेर अलिकति उता गएर यो पिच थोरै छ ढलाइ। यहाँदेखि तलतिर गएपछि फेरि कच्ची आउँछ। त्यो कच्ची बाटो जानुपर्छ। यहाँ थोरैसम्म चाहिँ ढलाइ नै गरेछ। यहाँदेखि अब कच्ची सुरु हुन्छ अनि कच्ची बाटो जाँदै जाँदै तपाईँहरू गाडी कुदेको बाटो नै अब धेरै ठाउँ छुटेको पनि छ बाटोहरू। जस्तै यहाँ पनि गोलाइ आयो, यहाँनिर पनि उता जाने छ एउटा। यहाँदेखि पनि धेरै गाडी गुड्ने बाटो चाहिँ तपाईँहरूले पछ्याउँदै गएपछि यहाँ तल जानु होला। अनि आउँदा नि बाटो प्रयोग गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो गोलाइ बाटो भुल्न सक्नुहुन्छ। यो गोलाइबाट चाहिँ यसो यहाँनिर लेफ्ट साइडमा चाहिँ एउटा मन्दिर छ। यो मन्दिर उतै तल झरेपछि चाहिँ चिप्लो पनि हुनसक्छ बाटो चाहिँ। अब बाइक र स्कुटरको लागि मात्रै हो यो मैले बताउँदै गरेको बाटो चाहिँ। अनि अरू गाडी चाहिँ ठुलो गाडी चाहिँ त्यही सिमल गोलाइकै बाटो। यही हो बाटो चाहिँ सिमल गोलाइको बाटो जाँदा हुन्छ। तर गाह्रो छ भन्ने कुरा छ। मैले चाहिँ हिँडेको बाटो चाहिँ तपाईँहरूलाई बताएको। अनि यहाँनिर पुगेपछि एउटा तेर्सो गएपछि यहाँनिर एउटा राइट साइड झर्ने बाटो छ। यहाँ एउटा सानो बोर्ड पनि छ, यहाँ देख्न सक्नुहुन्छ। यो बोर्ड पनि याद गर्नु होला तपाईँहरूले। यहाँ चाहिँ काइलाटार हुँदै जाने बाटो लेखेको छ। अनि यो बाटो पछ्याएर झर्नु होला तपाईँहरू। स्कुटर चाहिँ अलिक गाह्रो होला, बाइक त जान्छ मजाले नै जान्छ। यो बाटो हुँदै पारि सिमल गोलाइ निस्किन्छ। सिमल गोलाइको तलतिर त्यो बरको बोर्ड छेउमा निस्किन्छ। अनि तपाईँहरू चाहिँ यो बाटो प्रयोग गरेर झापा इलाम गर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यस्तो छ, समस्या त समस्या छ, तर वैकल्पिक बाटो मध्ये चाहिँ यो पनि एक हो। उता बेलासेको बाटो आउँदा नि हुन्छ, तर धेरै हिलो रहेछ। म यो बाटो गएँ अनि आउँदा चाहिँ बेलासेको बाटो आएको। कुडुलेको बाटो भन्ने त्यो पनि बाइक र स्कुटरको लागि मात्रै हो। बेलासेको बाटो उता बेलासैबाट चाहिँ आइन, तर यो यता कुडुलेको बाटो आएको। त्यहाँबाट पनि आउँदा अनि अलिअलि चाहिँ हिलै रहेछ सोमबारेमा। अनि यहाँ माथि ग्याप डाँडा मुनतिर हुँदै पनि हिलै रहेछ। यो चाहिँ त्यति साह्रो हिलो चाहिँ छैन। यसमा पानी आयो भने हल्का चाहिँ चिप्लिने गर्छ नै होला। हुँदै जाँदा त्यति साह्रो पानी पनि आएको थिएन र चिप्लेन। अनि मलाई सहजै भयो। हल्का ग्राभलहरू चाहिँ छ। यो ग्राभलमा उकालो त मजाले चढिहाल्छ, ओह्रालो पनि झर्छ यतिकोमा। अनि यहाँदेखि चाहिँ ठ्याक्क पुल देखिन थाल्यो। यो पुल तरेर जानुपर्ने हो। अनि यो पुल तरेर पारी चाहिँ हल्का चिप्लो पनि रहेछ पानी पर्दा। तर पनि यतिको बाटोमा दुःख सुख चल्छ। यहाँबाट चाहिँ पुल सुरु हुन्छ। पुलमा कुदाउन चाहिँ गाह्रो हुन्छ होला। तर बानी भइराखेको राम्रो कुदाउने
अर्काको ठिकै हुन्छ। उहाँ पनि आउँदै हुनुहुँदो रहेछ पारिदेखि। यही बाटो अघि पनि 1-2वटा बाइक भेटिरहेको थियो भेट्नु चाहिँ। ला पुल तरुमै त अब यो पुल तरेपछि तरियो अब अनि यो पुल तरेर चाहिँ उकालो लाग्नु पर्यो हामी। यो पुल तरेर यहाँदेखि चाहिँ यता गएर यहाँदेखि फेरि यस्तो घुमेर यहाँतिर चाहिँ हल्का पानी पर्दा चाहिँ चिप्लो हुने रहेछ। बिस्तारै बिस्तारै जानुपर्छ, सकिन्छ। अब चाहिँ उकालो सुरु हुन्छ। उकालो गएर मैले चाहिँ भिडियोलाई चाहिँ फास्ट बनाएको छु कि भिडियो लामो हुन्छ भनेर। यो चाहिँ अलिक लामो छ तर कट गरेर यो उकालो छिरेपछि चाहिँ अब सिलपुर भन्ने ठाउँको सिमल गोलाइ मुनतिर थोरै मुनतिर त्यहाँनिर निस्किन्छ। ठ्याक्कै मेन रोड हाइवे जोड्छ। करिब 30 देखि 35 मिनट लाग्ने रहेछ। यतिको बाटो छ, ठिकै छ। म डबल गइरहेको छु यतिखेर। डबल कहीँ नझारी पनि जान सम्भव चाहिँ भयो मलाई। अब चाहिँ मेन रोड निस्कियो। यही बाटो प्रयोग गरेर झापा इलाम गर्न सक्नुहुन्छ। यो माथि देखेको चाहिँ सिमल गोलाइ हो है त। धन्यवाद।